नमस्कार, म अतिक राई यसै साझा चौतारी सिजन 2 को कन्टेस्टेन्ट पनि हुँ है। आज चाहिँ मैले यहाँहरू समक्ष भिन्न किसिमको छुट्टै किसिमको भिडियोहरू लिएर उपस्थित भएको छु। स्टार्टिङदेखि रुमदेखिको नै मैले चाहिँ आज भिडियो बनाउनु पर्यो भनेर सोचिरहेको थिएँ, तर त्यो भएन, भने जस्तो नै भएन क्या, किनभने हतार थियो, एकदम हतार थियो। आज चाहिँ हाम्रो साझा चौतारी सिजन 2 टिकटक लाइभको साझा चौतारी सिजन 2 को नृत्य तथा गायन प्रतियोगिता पुरस्कार कार्यक्रम थियो राष्ट्रिय नाच खडमा। यसको सर्ट भिडियो क्लिपहरू हालेको छु है। पुरा भिडियो बनाउन पाइनँ, त्यसको लागि माफ गर्नुहोला। भिडियो पुरा हेरेर साथ दिनुहोला। फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली। सङ्गीत र साहित्यको मैले चाहिँ हामीले राष्ट्रिय गीत गाएको क्लिप चाहिँ थोरै म्युट गरेको छु, किनभने कपिराइट लाग्न सक्छ नि त। सङ्गीत र साहित्यको सङ्गम, कलाको संरक्षण र प्रवर्धन, स्रष्टाहरूको मन सम्झना र सम्मान गर्दै बेहोसे नशा तेरा बिना तेरे बेहोश हो अरुणिलो शिवाया फुलेरा बिना फुलेरा दोषी छुमा बिना फुलेरा दोषी छुमा सबै बेहोसे धन्यवाद सबै बेहोसी नसा पिएर आनन्द आयो। हेर्नु न गाइज, बुनुले डान्स गरेको गीतमा चाहिँ कपिराइट लाग्यो क्या, त्यही भएर मैले म्युट गरेको छु। कस्तो राम्रो डान्स गरेको थियो उसले, तर के गर्नु, कपिराइट लागिहाल्यो, त्यही भएर म्युट गरेँ। यसमा माफ गर्नु होला मलाई। लाइभ शेयर करो यहाँ तो चलन परखी बसे सबैजनालाई नमस्कार। म मिलन खपाङ्गी, मध्य प्रदेश महोत्तरी जिल्लाबाट यस साझा चौतारी सिजन 2 को विनर पनि भएको छु। र मैले गाउन गइरहेको गीत चाहिँ आज तिम्रो त्यो हाँसिदो मुहारको झझल्को जब आउँदा भन्ने गीत। यसमा शब्द सङ्गीत गर्नुभएको छ हाम्रो आदरणीय वरिष्ठ सङ्गीतकार हाम्रो
हुनुहुन्छ समुदी सर हुनुहुन्छ हाम्रो माझमै हुनुहुन्छ र यसलाई गाउनुभएको छ वरिष्ठ गायक दीपक खरेलज्यूले। हाम्रो साथी मिलन सरले चाहिँ के अरे त्यत्रो स्रष्टाहरूलाई मेन्सन गर्नुभएको थियो है। अनि मैले 1 मिनटभन्दा सर्ट क्लिप मात्र उहाँले गाउनुभएको लगाएको थिएँ, त्यसमा पनि कपिराइट लाग्यो है। अनि त्यसपछि मैले फेरि रिअपलोड गरेको छु गाइज म्युट गरेर। उहाँले गाउनुभएको पनि हजुर समक्ष मैले प्रस्तुत गर्न सकिनँ, यसमा माफ गर्नु होला मलाई। स्पेसली थ्याङ्क यू सो मच यसै कार्यक्रमका अध्यक्ष तथा परिकल्पनाकार दाजु श्री श्रेष्ठ अनि यो कार्यक्रमलाई साथ दिने स्पोन्सर्स अनि क्याप्टेनज्यूहरू अनि जति पनि हामीलाई माया गरेर साथ सपोर्ट गर्नुहुने सम्पूर्ण भ्युअर्सहरूमा थ्याङ्क यू सो मच भन्दै अनि जति पनि यो भिडियोहरू हेरेर साथ दिनुहुने यहाँहरू सम्पूर्णलाई पनि थ्याङ्क यू सो मच। जति धन्यवाद दिए पनि नपुग्ने यसै कार्यक्रमका छियो श्री श्रेष्ठ दाजुलाई फेरि पनि धन्यवाद। यहाँले गर्दाखेरि धेरै कुराहरू सिक्ने मौका भयो, विशिष्ट व्यक्तिहरूसँग भेट गर्न पाइयो, त्यति मात्र होइन उहाँहरूबाट धेरै कुरा सिक्न पाइयो। थ्याङ्क यू सो मच। यसरी नै हजुरको कार्यक्रमले सफलता पाइराखोस्। आज पनि एकदम भव्य सबैका साथ हजुरको कार्यक्रम सम्पन्न भएको छ दाइ। अनि यो भिडियो हेरेर साथ दिनुहुने यहाँहरू सम्पूर्णलाई पनि थ्याङ्क यू भन्दैछु। नेक्स्ट भिडियो बाई बाई एभ्रिवान।